हेलो एभ्रिवान। आज चाहिँ म बिहानै उठेँ। बिहानै उठ्ने बित्तिकै होइन, पिसाब लागिरहेको थियो। अनि पिसाब फेर्न सुई टोइलेटतिर गएँ। अनि टोइलेटमा गएर चाहिँ एकछिन तुरुक्क मुतेँ। मुत्ने बित्तिकै के गरौँ भइरहेको थियो। मसँग गिटार छ, अनि आज चाहिँ गिटार प्र्याक्टिस गर्छु भन्ने सोच आयो। अनि यो गिटार किनेको पनि धेरै भइसकेको थियो, मलाई चाहिँ बजाउन पनि आउँदैन। अनि आजबाट चाहिँ गिटार प्र्याक्टिस गर्छु डे 1 भनेर मनमा सोचेँ। अनि मनमा सोचे बित्तिकै म छततिर सुई लागेँ। अनि बिहानै उठेको छु भन्दा त घाम लागिसकेको थियो। अनि कति चाँडो घाम लाग्यो, 6:30 बजे नै भनी मनमा आयो। अनि मनमा आउने बित्तिकै म चाहिँ किचनमा छिर्ने बित्तिकै एकछिन योगा गरेँ। अनि योगा गर्ने बित्तिकै पेट हल्का लागेको भएर एकछिन हल्का फिजिकल पनि गरिदिउँ न त भन्ने सोचले फिजिकल पनि फटाफट गर्न लागेँ। अनि त्यस्तो फिजिकल भन्दा पनि नर्मल नै गरेँ मैले चाहिँ। अनि नर्मल गर्ने बित्तिकै यसो हेरेको त घाम छिप्पिँदै गइरहेको छ। अनि हजुरहरूलाई मेरो पेट पनि देखाइदिइहाल्छु यस्तो लागेर मोटो भएर होइन। अनि सोचेँ मैले, सोच्ने बित्तिकै मैले त गिटार प्र्याक्टिस पनि गर्नु छ भनेर। अनि म चाहिँ गिटार प्र्याक्टिस गर्नतिर लागेँ। गराउन चाहिँ आउँछ है। आजले यति नै भन्दै बाई बाई। र मेरो फुल भिडियो पनि युट्युबमा आउँछ है, सबैजनाले चाहिँ मन पराइदिनु होला। यति भन्दै थ्याङ्क यू सबैजनालाई।